दाजुभाइ दिदीबहिनीहरू, तपाईँहरू सबैलाई थाहा छ अमेरिकाले इरानमाथि आक्रमण गर्यो। इजरायल र अमेरिका दुइटै मिलेर इरानमाथि आक्रमण गर्यो। इरानले पनि डटेर त्यसको प्रतिरोध गर्दै प्रत्याक्रमण गर्यो र अहिले चाहिँ सिज फायरको अवस्था छ र धेरै ठाउँमा चाहिँ चर्चा भइरहेछ हैन। इरानमा पनि जितको महोत्सव मनाइरहेछन्। इजरायलले पनि हामीले जिते भनेर भनिरहेछ। अमेरिका त आफै सरपञ्च भइहाल्यो, युद्ध गराउने पनि उही, त्यसपछि शान्ति बहाल गराउने पनि मै, दुइटै भनेर चाहिँ ऊ त्यसै मक्ख छ। यो विषयमा तपाईँसित म असाध्यै छोटकरी रूपमा इरानले युद्ध हार्यो कि जित्यो 7वटा कारण म तपाईँहरूको अगाडि पेश गर्छु। त्यसपछि तपाईँहरू आफै चाहिँ मूल्याङ्कन गर्नुहोला इरानले युद्ध हार्यो कि जित्यो। र पहिलो कुरा म तपाईँहरूलाई के भन्दैछु भने विगत 40 वर्षदेखि इरानले आर्थिक नाकाबन्दी, व्यापारिक नाकाबन्दी बेहोरेर बसेको थियो। उसले आफ्नो तेल पनि बेच्न पाएको थिएन, धेरै मुलुकहरूमा विश्वभरि बेच्न पाएको थिएन र उसलाई देशलाई आवश्यक पर्ने इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको निम्ति आवश्यक पर्ने वस्तुहरू आयात गर्न पाएको थिएन। वस्तुहरू देशलाई चाहिने वस्तुहरू आयात गर्न नपाउने, आफ्नो देशको उत्पादनलाई निर्यात गराउने अवस्थामा रहेको इरानको आर्थिक अवस्था त्यति सोचे जस्तो बलियो चाहिँ थिएन मित्रहरू। तर यो अवस्थाको राष्ट्रले पनि अमेरिका जस्तो शक्तिशाली, इजरायल जस्तो यी अमेरिकाको धर्मपुत्र ऊ पनि लडाकु राष्ट्रसँग चाहिँ आत्मसम्मान साथ प्रतिरोध गर्यो र प्रतिरोधको उपयुक्त जवाफ दिएर चाहिँ इजरायलमा भारी तबाही मचाइदियो। त्यस कारणले यो एउटा पोइन्ट छ। यो चाहिँ ठिक ग्राउन्डको रियालिटी हो, मलाई गफ दिएर केही बोल्नु छैन। दोस्रो कुरा, युद्धको अवधिमा अमेरिकाले पटक पटक चाहिँ आत्मसमर्पण गर इरान, तैँले आत्मसमर्पण गरिनस् भने तँलाई पुरै सिध्याइदिन्छु भनेर धम्की दियो। इजरायलको नेता नेतन्याहुले पटक पटक चाहिँ खामेनीलाई मार्ने चाहिँ धम्की दिए र मार्ने प्रयास पनि गरे। तर 87 वर्षीय खामेनी प्यारालाइजको चाहिँ रोगले उनको चाहिँ आधी शरीर चल्दैन, तर आत्मसम्मानसहित इरानी सेना र इरानी सरकार, इरानी जनताको छत्रछायारी भएर चाहिँ लडाइँमा प्रतिरोध गरे र उनको आत्मसम्मान, उनको साहसलाई प्रशंसा योग्य छ। यो 2 नम्बर कुरा भयो। अब 3 नम्बर कुरा के छ भने अमेरिकी बमवर्षक विमानले इरानको आणविक केन्द्रहरूमा चाहिँ आक्रमण गर्यो, बमबार्ड गर्यो। सुरुमा चाहिँ त्यहाँ इजरायलले पनि गएर थप बमबार्ड गर्यो र सुरुमा ती आणविक केन्द्रहरू ध्वस्त भएको, धेरै ठुलो क्षति भएको भन्ने रिपोर्टहरू आए। उनीहरूले नै त्यसलाई चाहिँ प्रचार प्रसार गरे। तर अहिले अमेरिकी खुफिया एजेन्सीले समेत के भनेको छ भने ती आणविक केन्द्रहरूमा अमेरिका र इजरायलले भने जस्तो क्षति भएको छैन। इरान आफैले के भनेको छ भने त्यसको बाहिरी भागमा क्षति भएको छ, तर भित्री भाग जस्ताको तस्तै छ र मुख्य पदार्थ, आणविक केन्द्रको मुख्य पदार्थ युरेनियम हामीले जोगाउन सफल भएको छन्। युरेनियममा कुनै किसिमको चाहिँ नोक्सानी भएको छैन भनेर इरानले भनेको छ। त्यस कारणले बरु आक्रमण गर्दा उनीहरूको धेरै खर्च भयो होला, इरानको खासै क्षति भएको कुरा आएन। मैले 3टा कुरा गरेँ। अब 4वटा कुरा म तपाईँलाई के गर्छु भन्दाखेरि भने अमेरिका र इजरायलको आक्रमणको मुख्य उद्देश्य भनेको इरानको सत्ता पलट थियो हैन। खामेनीको सत्ता पलट गर्ने, इरानको सरकारलाई परिवर्तन गर्ने र त्यहाँ अमेरिकन कठपुतली सरकारलाई निर्माण गर्ने उनीहरूको मुख्य योजना थियो मित्रहरू। यसको निम्ति उनीहरूले तयारी पनि गरेका थिए। इरानबाट भागेर अमेरिका पुगेर निर्वासित भएको शाह राजा को चाहिने नातिलाई चाहिने त्यहाँ चाहिँ राजतन्त्र पुनर्स्थापना सहित इरानमा चाहिँ सत्ता, अमेरिकी कठपुतली सत्ता चाहिने स्थापना गर्ने षड्यन्त्र भइरहेको थियो। हेर्नुहोस्, मलाई हाँसो लाग्छ। नेपालमा पनि कतिपय राजावादीहरू यो देखेर निकै हौसिया थिए। इरानमा राजतन्त्र आउने भयो अमेरिकाले, यहाँ शुद्धि र बुद्धि नभएका राजावादीहरू नेपालमा पनि अमेरिकाले राजतन्त्र ल्याइदिन्छ भन्ने उसमा हो कि अब खै के हो, त्यता विषयतिर नजाउँ। मैले प्रसङ्ग चलेर चाहिँ भन्ध्या मात्रै हो हैन। तर के भयो त भन्दाखेरि पनि आज सिज फायरको अवस्थासम्म आउँदाखेरि अब उनीहरूले त्यहाँको सत्ता पलट गर्न राजनीतिक षड्यन्त्र त गर्लान्, तर फौजी रूपले उनीहरू असफल भए। राजनीतिक रूपले पनि उनीहरू सफल हुने छैनन्, किन भन्दाखेरि खामेनीको लोकप्रियता हत्तै बढेको छ। त्यस कारण यसमा पनि अमेरिका र इजरायलको चाहिँ विजय भएको छैन। अब 5 नम्बरको कुरा गर्दैछु। अहिले सिज फायर भएको छ र यो सिज फायर चाहिँ इजरायलले अब म सिद्धिने भएँ, अब म बर्बाद भएँ भनेर पहिला अमेरिकालाई आक्रमण गर्न उस्कायो। अमेरिकाले आक्रमण पनि गर्यो, तर अमेरिकाले आक्रमण गरेपछि सफल नभइसकेपछि लौ न अब गराइदेऊ भनेर
होइन, बाहिर मिडियाले जेसुकै प्रचार गरे भए तापनि इजरायलको अनुनय विनय बिन्ती भाउले अमेरिकाको प्रयासले चाहिँ नै त्यहाँ चाहिँ सिजफायर भएको भन्ने कुरामा चाहिँ स्पष्ट छ। हेर्नुहोस्, अब अर्को 6औं नम्बर कुरा के भन्छु म तपाईँहरूलाई भने अमेरिकाले गरेको बमबाड र चाहिँ इजरायलले चाहिँ नै मध्यपूर्वमा भएका कतार लगायत मध्यपूर्वमा भएका अमेरिकी बेसमा गरेको चाहिँ आक्रमण नाटकीय हो कि यो सल्लैमा भएको हो कि अथवा रुस र चीनलाई जानकारी दिएर इरानलाई पनि जानकारी दिएर इरानले पनि अमेरिका र अरू राष्ट्रहरूलाई जानकारी दिएर यो सल्लैमा चाहिँ यो नाटक जस्तो चाहिँ साङ्केतिक आक्रमण पो भएको हो कि भन्ने कुरा पनि छ। यदि यो भएको हो भने पनि त्यो पनि इरानकै पल्लाभारी हुने कुरा हो। अब तपाईँहरूलाई म 6औं नम्बर कुरा भन्छु। युद्धमा चाहिँ सबैतिर क्षति भएको छ। हेर्नुहोस्, अब मुख्य कुरो इरानमा भौतिक क्षति लगायत नागरिकहरूको बढी क्षति भयो। 600 भन्दा बढी नागरिकहरू मारिए, होइन, दर्जनमा चाहिँ उनीहरू सैनिक अफिसरहरू मारिए, दर्जनमै चाहिँ आणविक वैज्ञानिकहरू मारिए। सैनिक मारिएको क्षतिपूर्ति त त्यहाँको कमान्ड सिस्टम तल्ला अफिसरहरूले त्यसको चाहिँ जिम्मेवारी लिएर पनि चाहिँ त्यसको क्षतिपूर्ति त गर्लान्, त्यो पनि त्यो ठुलो क्षतिपूर्ति हो। तर आणविक वैज्ञानिकहरूको क्षतिपूर्ति चाहिँ इरानको निम्ति गहिरो घाउ हुनसक्छ र यो क्षतिपूर्तिलाई चाहिँ नै पुरा गर्नको निम्ति इरानले ठुलै धैर्य र ठुलै साहस गर्नुपर्छ, ठुलै मेहनत गर्नुपर्छ। हेर्नुहोस्, यो कुरामा इरानको अलिकति क्षति भएको छ। तर इरानले जुन ढङ्गले प्रतिरोध गर्यो इजरायलमा चाहिँ भारी तबाही भएको छ। हेर्नुहोस्, मान्छे पनि धेरै मरेका छन् इजरायलीहरू, तर इजरायलले चाहिँ खबर चाहिँ के गरेको छ भन्दाखेरि भने ब्लक गरेको कारणले अन्तर्राष्ट्रिय मिडियाहरूलाई चाहिँ घटनास्थलमा जान नदिएको कारणले इजरायलको पुरै खबर चाहिँ आउँदैन। यो चाहिँ तपाईँहरू पत्याउनु होला। अब तपाईँहरूसित म कुरा गर्छु भने अब 7 नम्बरको कुरा गर्छु। मुख्य कुरा यो युद्धमा इरानले चाहिने साम्राज्यवाद, अमेरिकी साम्राज्यवाद, इजरायली नस्लवादको विरुद्धमा भएको सम्पूर्ण विश्व समुदाय मानवको चाहिने समर्थन र सहानुभूति पायो। मध्यपूर्वमा अरू मुस्लिम राष्ट्रहरू चाहिने एकदम हीनताबोधमा थन्केर डर छेरुवा भएर बसे पनि इरानले जुन हिम्मत देखायो संसारभरका मुस्लिमहरूको पनि ऊ चाहिँ एउटा असाध्यै चाहिने सम्मान पायो। हेर्नुहोस्, मुस्लिमहरूको पनि चाहिँ सम्मान पायो, विश्व समुदायको सम्मान पायो। रुस, चीन र चाहिँ उत्तर कोरिया लगायतको सहानुभूति उसमाथि थिँदै थियो भने अमेरिका र इजरायल जो हिजोदेखि नै युद्ध अपराधी, होइन, संसारमा जहाँसुकै युद्ध भड्काउनेको नाममा उनीहरू चाहिँ नै कुख्यात थिए र अहिलेको युद्धले पनि इजरायल भनेको कुख्यात नस्लवादी राष्ट्र हो, जातीय सफाई गर्ने राष्ट्र हो र अमेरिका भनेको पनि विश्वको चाहिने हैकमवादी, आक्रमणकारी र चाहिने डुप्लिकेट रूपमा, नक्कली रूपमा शान्ति, अहिंसा र प्रजातन्त्रको राग अलाप्ने विश्वको सबैभन्दा आतङ्ककारी राष्ट्र हो भन्ने कुरा पनि चाहिने विश्व जनताको अगाडि चाहिँ स्पष्ट भइसकेको छ। मैले 7वटा कुरा तपाईँहरूलाई भने। अब तपाईँहरू आफै भन्नुहोस्, इरानले युद्ध जित्यो कि हार्यो? म इरानले युद्ध जित्यो भनेर जय जयकार महिमा मण्डन पनि गर्न चाहन्न, तर यो यथार्थ तपाईँहरूको अगाडि पेश गर्दैछु। र तपाईँहरूलाई म के भन्न चाहन्छु भने युद्ध विराम 2टा अवस्थामा मात्रै हुन्छ। पहिलो अवस्था भनेको युद्ध गर्ने पक्षमध्ये एउटा पक्ष हार्यो, आत्मसमर्पण गर्यो भने युद्ध विराम हुन्छ। दोस्रो पक्ष भनेको दुईटै पक्ष न हार भयो न जित भयो, तर चाहिने लडाइँ र युद्धले रणनैतिक सन्तुलनको ठाउँमा पुर्यायो भने पनि युद्ध विरामको अवस्था आइपर्छ। इरान, अमेरिका, इजरायलको युद्धमा यो 2 नम्बरको कुरा प्रमुख हो। त्यहाँ भएको चाहिने युद्धबाट प्राप्त भएको रणनैतिक सन्तुलन नै हो। यसको अर्थ के जान्छ भन्दाखेरि भने भौतिक रूपमा सबैतिर क्षति भए तापनि भौतिक रूपले अमेरिका र इजरायल पनि विजयी हुन सकेनन्। अब इजरायलले पनि इरानले पनि इजरायललाई पुरै ध्वस्त त बनाउन सकेन, क्षति भए पनि, होइन। यसले हेर्दाखेरि के देखिन्छ भन्दाखेरि भने यो युद्ध अमेरिका र इरानको रणनैतिक हार हो भने इरानको निम्ति नैतिक विजय हो। ल, अरू कुरा के हो तपाईँहरू आफै फैसला गर्नुहोला।